गुड मर्निङ गाइज। आज म तपाईँहरूलाई म बस्ने अपार्टमेन्टको टुर गराउँछु है। यो चाहिँ गेटेड कम्युनिटी हो होइन। त्यसपछि यता चाहिँ टोटल 197वटा युनिट छ होइन। अनि त्यसपछि त्यहाँनिर तपाईँहरूले लेफ्टमा चाहिँ आउटडोर सानो जिम छ, अनि राइटमा चाहिँ बच्चाहरूको प्लेग्राउन्ड छ होइन। यता हेर्नु न गाइस, यो के भन्छ यसलाई, मैले नामै बिर्सेँ। यो चाहिँ आउटडोर जिम हो। जिम भन्नाले त्यस्तो जिम होइन है, फेरि जस्तो नर्मल लाइक त्यहाँ कोही पनि जाँदैन भन्ने नै हो भने। अनि यो चाहिँ रबिस फाल्ने ठाउँ हो। यतानिर सर्टेन अपार्टमेन्टको एउटा एरिया बनाइदिएको हुन्छ, यतिवटा अपार्टमेन्टले यता मैला फाल्ने भनेर। मैले रबिस लिएर आएको छु मेरो, अब म यताबाट फालिदिन्छु। हामी चाहिँ रबिस यसरी ब्याग गर्छौँ है। यता चाहिँ इलिगली पार्क गर्यो भने यता मात्रै होइन कि यो होल अपार्टमेन्टमै होइन। इलिगली पार्क गर्यो भने चाहिँ टो गरिदिन्छ। यताबाट त्यो येल्लो कलरको चाहिँ फायर हाइड्रेन्ट हो, त्यताबाट पानी निस्किन्छ। यदि कतै आगो लाग्यो भने फायर ट्रक आएर त्यतानिर के गरेर पानी निकाल्छ। ल गाइज, म त फर्केको यताबाट होइन। अनि त्यसपछि यो ट्रिजहरू छ नि, यो सबै जुन तपाईँले देखिरहनु भएको छ नि होइन, यसको उतापट्टि अर्कै अपार्टमेन्ट छ क्या। अरू लाइक नट मेरोवाला अपार्टमेन्ट होइन कि, अरूकै अपार्टमेन्ट छ। यतातिर चाहिँ उनीहरूले लाइक यताको अपार्टमेन्टले उताको अपार्टमेन्टमा नदेखोस् भनेर चाहिँ होइन, पुरै ट्रिजले फेन्स बनाउँदो रहेछ क्या। फेन्स अलरेडी हुन्छ त्यसको अन टप अफ द अनदर ट्रिज के। अनि जहाँ हेरे पनि हरियो देख्ने क्या। अब यो अहिले त लाइक स्प्रिङ आउन लाग्छ, अब बिस्तारै पातहरू आउँदैछ होइन विन्टरबाट। अनि पछि चाहिँ यस्तो राम्रो देख्छ कि, पुरै रातो अरेन्ज कलर यस्तो कलरको लिभ्सहरू आउँछ क्या। अन्त होइन, अनि त्यो क्रिसमस ट्री टाइपको यो ट्रीलाई पाइन ट्री भन्छ क्या। कोही के ट्री चाहिँ भन्छ होइन। त्यो ट्री चाहिँ 12 months नै यस्तै ग्रिन हुन्छ भनेको, कहिले पनि न झर्छ न बुझ हुन्छ। एभ्री टाइम एभर ग्रिन ट्रिज क्या। आई डोन्ट नो कति इयर्स बाद छ त्यो ट्रिज चाहिँ। एनी टाइम त्यस्तै कलरको हुन्छ, ग्रिन नै हुन्छ। अन्त देख्नुभयो नि उता कर्नरमा त्यस्तै कलरको हुन्छ क्या सुराम चाहिँ। अब यताबाट चाहिँ मलाई अल्छी लाग्यो है, अब म त फर्किन्छु। हेर्नु गाइस, यता लेखेकै छ इलिगली पार्क भेहिकल्स विल बी टोड भनेर। मलाई यो ट्रिज देखेर यस्तो हँसो लागेको कि, हेर्नु न गाइस, उसलाई पनि वाक्क लागेर बसेको जस्तो के भएको यो ट्रिज। अरू ट्रिजहरू क्या मजाले लाइक हुन्छ नि सेपमा छ, यो चाहिँ भर्खरै सुतेर उठेको जस्तो के। सो फनी। ओके, एनिवे गाइज, अब म चाहिँ घर जानु लागेको हो, किनभने मलाई 1 अपार्टमेन्टसम्म जानु एकदमै अल्छी लाग्यो है। म त कस्तो अल्छी भएको छु कि आजकल, त्यही भएर अब भ्लगिङ सुरु गरेको मैले। आई होप यु गाइज इन्जोयड माई भ्लग है। अन्त किप लभिङ एन्ड सपोर्टिङ मी ल। अनि गाइज त्यो चाहिँ युएसपिएसको होइन लेटर भेहिकल हो क्या। त्यसमा चाहिँ लेटर्सहरू हुन्छ। अनि त्यो दिदीले अब सबैको अपार्टमेन्टमा गएर हुन्छ नि, पोस्ट बक्सभित्र हुन्छ क्या अपार्टमेन्टभित्र, त्यो पोस्ट बक्समा गएर लेटर हालिदिनुहुन्छ। जस्ट इमेजिन गाइज, अब म बस्ने अपार्टमेन्टमा 197वटा युनिट छ भने होइन, त्यस्तो युनिट्स अपार्टमेन्टहरू त कति छ क्या। इच एन्ड एभ्री ठाउँमा गएर पोस्ट गर्नु कस्तो अनोइङ जब जस्तो लाग्दैन तपाईँहरूलाई? बट कतिजना मान्छेहरूलाई मन पनि पर्छ, किनभने अब कतिजना मान्छेहरूलाई आउटडोर वर्क गर्नु मन लाग्छ नि त इन्डोर भन्दा। जसलाई आउटडोर काम गर्नु मन लाग्छ, आई थिङ्क दिस जब इज पर्फेक्ट फर देम। अब म चाहिँ गएँ, दिदी त यता पनि आउनु भइरहेछ। पार्क गर्नु लाग्छ। बाई गाइस।